नमस्कार सबैजनामा एलके बुलेटिन युट्युब च्यानलको नयाँ भिडियोमा तपाईँलाई स्वागत छ र सदाको जस्तै आज पनि नयाँ भिडियोलाई आइसकेपछि म कृपया भिडियोलाई अन्तिम समयहरू साथ दिनु भन्न र जो पनि साथीहरू तपाईँ जुलाईको महिना तपाईँको अगस्तसम्मको लागि इन्टरभ्यूमा जाँदै हुनुहुन्छ भने आजको भिडियोमा सम्पूर्ण जानकारी दिन्छु। जो पनि साथीहरू इन्टरभ्यूको जाँदै हुन्छ इन्टरभ्यू चाहिँ के क्वेसनहरू आउँछन् तपाईँलाई चाहिँ पुरा तपाईँलाई स्पष्ट तरिकाले चाहिँ आजको भिडियोमा सम्पूर्ण जानकारी दिन्छु। तपाईँहरू के कामको लागि आउँदै हुन्छ, यति होटल लाइनमा आउँदै हुन्छ कि तपाईँ कन्स्ट्रक्सनमा आउँदै हुन्छ, के कामको लागि आउँदै हुन्छ, आजको भिडियोमा स्पष्ट रूपले तपाईँ यदि इन्टरभ्यूमा जाँदै हुन्छ भने यो भिडियो हेरेर जानु होला। कृपया सबैजनाले आफ्नो साथीमा सेयर पनि गर्नु भन्न चाहन्छु। यदि च्यानलमा नयाँ हुन्छ च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला, किनभने म तपाईँको लागि यस्तै भिडियो लिएर छु। धेरै जस्तो साथीले भन्छ कि रोमानियामा चाहिँ इन्टरभ्यू दिएर जाँदैछु, के क्वेसनहरू आउँछन्, कस्तो आउँछन् भनेर भन्नुहोस्। रोमानियाको चाहिँ इन्टरभ्यूको लागि तपाईँलाई चाहिँ एकदम ताजा अपडेट 2026 को तपाईँको अहिले 25 तारिक 2026 को तपाईँको एकदम ताजा आउँछ। हालचाल तपाईँ इन्टरभ्यू दिन जाँदै हुन्छ नि के क्वेसनहरू आउँछन्, के आन्सर तपाईँले चाहिँ दिनुपर्ने हुन्छ, के चाहिँ भन्नु हुँदैन, के चाहिँ बोल्नु हुँदैन भनेर चाहिँ तपाईँहरू चाहिँ इन्टरभ्यूको लागि जाँदै हुन्छ। आज यो भिडियो तपाईँलाई हुन्छ। पहिलो कुरा त तपाईँलाई चाहिँ मैले भन्छु कि तपाईँहरूको चाहिँ आफ्नो डकुमेन्ट चाहिँ फ्रेस राख्नु होला। तपाईँको पुलिस रिपोर्ट र तपाईँको पासपोर्ट च्यातिएको गरेको नहोस् भन्न चाहन्छु। र तपाईँहरू चाहिँ इन्टरभ्यूमा जाँदाखेरि चाहिँ घाँटीमा चाहिँ तपाईँको चेनहरू मुद्रा सुन्द्रा लाउनुहोस् भने मुद्रा निकाल्नु होला, ड्रिङ्क नगर्नु होला। पहिलो कुरो त यो तपाईँले चाहिँ सावधानी अप्नाउनु पर्ने हुन्छ। खैनी चुरोट खानु जाने त्यो दिन केही घन्टाको लागि नखानु होला। चुरोट रक्सी त तपाईँले खाँदै नखानु होला है, त्यो रक्सी त खाँदै नखानु होला। तपाईँको चाहिँ यति काम चाहिँ गर्नु होला, त्रिचट्टा परेर जानु होला है। तपाईँहरू एकदम कपाल सपाल काटेर तपाईँको चाहिँ राम्रो भएर चाहिँ तपाईँ इन्टरभ्यू जाँदै हुन्छ भन्न चाहन्छु। र तपाईँलाई चाहिँ के क्वेसनहरू आउँछन् त एकदम ताजा अपडेट छ, अहिले चाहिँ एकदम फ्रेस। तपाईँहरू चाहिँ आज भोलि र तपाईँहरू यो महिनाभित्रमा तपाईँहरू इन्टरभ्यूलाई जाँदै हुन्छ, भविष्यमा जाँदै हुन्छ नि तपाईँलाई चाहिँ के क्वेसनहरू आउँछन्, के आन्सर आउँछन्, तपाईँले चाहिँ के भन्नुहुन्छ, के भन्नु हुँदैन, सम्पूर्ण आजको भिडियोमा चाहिँ सम्पूर्ण जानकारी हुन्छ। किनभने मैले भर्खरै हालचालै चाहिँ मैले इन्टरभ्यू चाहिँ को क्वेसनहरू के आउँछन् भन्ने कुरा चाहिँ मैले एउटा आफ्नो साथीभाइ कोही कसैलाई पनि गएका साथीभाइलाई चाहिँ पुरा चाहिँ एकदम क्लियर गरेर राख्छु कि एकदम क्लियर गरेर राख्छु के आउँछन् मुख्य कुराहरू तपाईँलाई म सम्पूर्ण जानकारी आजको भिडियोमा रहन्छ। भिडियोलाई चाहिँ अन्तिम समय होला, ध्यान दिएर सुन्नु होला। कोही कुरो त तपाईँले ध्यान दिएर सुन्नुलाई सबभन्दा पहिला नर्मल आउनु त तपाईँले सबै हामीले थाहा भएको कुरा हो। तपाईँले चाहिँ यो कुरा चाहिँ सिक्नुपर्ने छ। नम्बर 1 मा चाहिँ तपाईँलाई चाहिँ सुरुमा तपाईँलाई चाहिँ सोधिन्छ है, तपाईँलाई सोधिने छ। नम्बर 1 मा तपाईँको वाट इज योर नेम, तपाईँले तपाईँको नाम तपाईँलाई थाहा हुनु पर्यो है। वाट इज योर नेम भनेर सोध्छ। र तपाईँको सेकेन्ड नम्बरमा वाट इज योर डेट अफ बर्थ, यो कुरा तपाईँले ध्यान दिनुपर्छ। तपाईँको जन्म मिति कहिले हो त्यो कुरा तपाईँले ध्यान दिनुपर्ने हुन्छ। तब त्यसपछि तपाईँको चाहिँ कम्पनीको नाम चाहिँ तपाईँलाई थाहा हुनु पर्यो है। तपाईँको चाहिँ कम्पनीमा है तपाईँ कम्पनीको बारेमा थाहा हुनु पर्यो, कम्पनीको नाम थाहा हुनु पर्यो। वाट इज युआर जब प्रोफाइल इन रोमानिया, तपाईँले चाहिँ के काम गर्ने हो, के हो तपाईँको चाहिँ जब के हो त्यो भन्नु पर्यो है। तपाईँले चाहिँ यी कुराहरू त तपाईँले धेरै जस्तो साथीले सिकाइ पनि रहनुभएको छ। लास्टमा के कुरा भन्नु हुँदैन त्यो पनि भन्ने छु। र तपाईँको रहेको छ 5औं नम्बरमा तपाईँको रहेको छ वाट इज युआर सेलेरी इन लेओ ओर युरो, तपाईँको सेलेरी चाहिँ कति केमा छ, युरोमा छ कि लेमा छ है। ध्यान दिएर सुन्नु होला सबैजनाले, युरोमा छ कि लेमा छ त्यो ध्यान दिएर सुन्नु होला। यसपछि तपाईँको वाट इज युआर वर्किङ आवर्स, तपाईँको चाहिँ कति घन्टा चाहिँ तपाईँले चाहिँ काम गर्ने है, तपाईँले ध्यान दिनुपर्ने हुन्छ है। कति घन्टा काम गर्ने तपाईँले त्यो ध्यान दिनुपर्ने हुन्छ। र तपाईँको चाहिँ अर्को रहेको छ वाट इज युआर वर्किङ आवर, मैले भनिसकेँ। तपाईँको फ्यामिली, तपाईँको चाहिँ रोमानियामा चाहिँ फ्यामिली छ कि नै भनेर सोद्धाखेरि तपाईँले नो भन्ने, छैन भन्ने है। तपाईँको रोमानियामा चाहिँ फ्यामिली छ भन्दा छैन भन्ने, यो कुरा चाहिँ तपाईँले ध्यान दिनु पर्यो। मुख्य कुरा तपाईँको फ्यामिली रोमानियामा छ भन्दा छैन भन्ने। र अर्को कुरा तपाईँको फ्रेन्ड पनि छ भन्दा फ्रेन्ड पनि छैन भन्ने है। यो तपाईँले ध्यान दिनुपर्ने कुरा है। तपाईँले यो भन्नुपर्ने भयो, मेन कुरा यो भन्नुपर्ने छ। र भिसा लगाउनेको तपाईँको कुन हो, तपाईँको चाहिँ एजेन्ट भनेर भनिएको छ तपाईँको, त्यो पनि नाम पनि भन्नुपर्ने छ। अहिले चाहिँ भन्ने तपाईँको आइरहेछ, अहिले चाहिँ यो पहिला थिएन, अहिले आइरहेछ है। र तपाईँ चाहिँ रोमानियामा आउँदाखेरि कति पैसा खर्च भयो तिम्रो भनेर भनिएको छ है। तपाईँले यो मुख्य कुरा यो ध्यान दिनुपर्छ। तपाईँले यो नै कि तपाईँको यति पैसा उति पैसा भन्दा यहाँ चाहिँ $1500 चाहिँ समथिङ US $1500 चाहिँ
म चाहिँ रोमानिया जाँदा US $1500 समथिङ यस्तै खर्च भयो भनेर भन्ने, यो चाहिँ देखाइएको छ। मेन कुरो तपाईँले यो बुझ्नुपर्ने हो है। र तपाईँको यहाँ अर्को छ, यिनी कुरा तपाईँले बुझ्नु पर्यो। र तपाईँको चाहिँ मेन पावरको नाम पनि तपाईँको भनेको छ, तपाईँको मेन पावरको नाम थाहा हुनु पर्यो। र तपाईँलाई चाहिँ इन्टरभ्यूलाई तपाईँ किन चाहिँ इन्टरभ्यूको लागि आयोस् भन्ने छ, तपाईँकै फर भिसाको लागि तपाईँले भन्ने। यिनी त तपाईँको नर्मलै आए, तपाईँले मैले भनिसकेँ। जो पनि तपाईँ आउँदै हुन्छ, तपाईँको फ्रेन्ड छ भन्दा छैन भन्ने, फ्यामिली छ भन्दा छ, यिनी मुख्य कुरा तपाईँलाई सोध्छ तपाईँको फ्यामिली छ कि नै भन्दा छैन भन्ने। र अर्को कुरा फ्रेन्ड पनि छैन भन्ने। र अर्को कुरा मुख्य कुरा तपाईँले चाहिँ ध्यान दिनुपर्ने कुरा है, यो त तपाईँको नर्मल सोधिहाल्छ एकदम। तपाईँलाई चाहिँ एकदम क्वेसन आन्सर तपाईँको यिनी आउने जो पनि आउने हुन्, तपाईँले चाहिँ यिनी कुरा चाहिँ ध्यान दिनुपर्ने। त्यो कुरा तपाईँले एकदम, तपाईँलाई चाहिँ यहाँ 10-11वटा चाहिँ तपाईँको क्वेसन तपाईँलाई आउँछ, जसरी नै आउँछ। तपाईँले भिडियो चाहिँ अन्तिम समयमा ध्यान दिएर सुन्नुहोस् है, सबैजना ध्यान दिएर सुन्नुहोस् है। तपाईँको यहाँ कम्पनीको नाम सोधिएको छ, मेन कुरो तपाईँको नम्बर 1मा तपाईँको यो पहिलोको जो भने त्यो तपाईँलाई त सोध्न नि पायो, तपाईँलाई नसोध्न नि पायो, तपाईँलाई त्यो सोध्छ भन्ने जरुरी छैन। तपाईँलाई सोध्ने जसरी नै आउने हो, जो पनि आउने क्वेसन आन्सर छ तपाईँलाई, जो पनि छ तपाईँलाई यहाँ छ। मुख्य कुरा तपाईँको 11-12वटा क्वेसन, 8-9वटा क्वेसन तपाईँले जसरी चाहिँ दिनुपर्ने हुन्छ। तपाईँले यदि दिनु भएन भने तपाईँको भिजा क्यान्सल पनि हुनसक्छ। त्यसैले चाहिँ ध्यान दिएर सुन्नुहोस् सबैजनाले। पहिलो नम्बरमा तपाईँको छ कम्पनीको नाम। तपाईँको कम्पनीको नाम तपाईँलाई अनुबारै नै थाहा हुनु पर्यो है। पहिलो नम्बरमा यहाँ मैले तपाईँलाई देखाएको छु, तपाईँको कम्पनीको नाम जे हो त्यो भन्ने। र तपाईँको जबको बारेमा छ, तपाईँको जबको सिटीको नाम कहाँ हो, जब तपाईँको कुन सिटीमा तपाईँको चाहिँ पर्नुहुन्छ त्यो सोधिएको छ। र तपाईँको सेलेरी कति छ, तपाईँले भन्न पर्ने तपाईँको सेलेरी कति हो है। अहिले चाहिँ सेलेरीको बारेमा तपाईँको कति छ भनेर भन्छ। तपाईँले चाहिँ रोमानियाको सेलेरी अहिले भनेको 4050, तपाईँले त्यति नै भन्नु पर्यो, भन्नु नि कुरा। र तपाईँको वर्किङ चाहिँ आवर कति घन्टा छ तपाईँको चाहिँ त्यो पनि तपाईँले भन्न पर्यो। त्यो पुरै लेखेर दिइरहेको छ, मैले स्क्रिनसट गरेर राखिदिन्छु। यो तपाईँले दिइरहेको छ, तपाईँले एकदम बुझ्नै पर्ने कुरा। मैले केही कुरा छुटाउन सक्छु, तपाईँले यो चाहिँ एकदम भन्नै पर्यो क्या। तपाईँले यी क्वेसन चाहिँ घोकेर जसरी जानु होला, जो पनि तपाईँहरू इन्टरभ्यूलाई जाँदै हुन्छ है। र तपाईँको अर्को रहेको छ यहाँ तपाईँको 2 सालको कन्ट्र्याक्ट भनेको 2 सालको तपाईँको जसरी 2 सालको कन्ट्र्याक्ट तपाईँलाई सोध्छ तिम्रो चाहिँ कति सालको कन्ट्र्याक्ट हो त्यहाँ भनेर 2 सालको कन्ट्र्याक्ट छ भन्नु पर्यो तपाईँले। र कम्पनीले खाना दिन्छ कि नै, तपाईँको खाना पनि छ भन्नु पर्यो है। यो तपाईँलाई जसरी नै सोध्छ। ओभरटाइम त तपाईँले ओभरटाइम त अब खास हुने नि पाउनु हुने भयो होइन। तपाईँको एयर टिकट चाहिँ कसले दिएको है त्यो पनि छ है। एयर टिकटको बारेमा सोध्छ। तपाईँको मेडिकलको बारेमा तपाईँलाई मेडिकलको बारेमै सोध्छ। यो कुरा तपाईँले चाहिँ यो स्क्रिनसट म ठ्याक्कै गरेर स्क्रिनसट गरेर तपाईँलाई चाहिँ ठ्याक्क मिलाएर चाहिँ राखिदिन्छु है साथीहरू। कृपया सबैजना जो पनि यहाँ तपाईँहरू इन्टरभ्यूलाई जाने हुन्छ, कृपया यिनी जो पनि मैले तपाईँले स्क्रिनसट गरेर राखिदिन्छु त्योहरू घोकेर जानु होला। मैले जो पहिलाको भने तपाईँलाई त्यो पनि स्क्रिनसट गरेर राखिदिन्छु। र अहिलेको तपाईँले चाहिँ बुझ्नै पर्ने तपाईँको 11वटा चाहिँ तपाईँले चाहिँ जसरी तपाईँको यो सिटी कहाँ छ, तपाईँको कम्पनीको नाम के हो, जब के हो, तपाईँको पुरै सेलेरी कति छ, सबै यिनी चाहिँ तपाईँलाई चाहिँ जसरी सोध्छ एमबिसीमा, जसरी नै सोध्छ यिनी क्वेसन चाहिँ तपाईँले चाहिँ दिनै पर्ने हुन्छ। तपाईँले यिनी दिनु भएन भने तपाईँलाई समस्या पर्नु सक्छ। त्यसैले चाहिँ तपाईँलाई चाहिँ मैले ठ्याक्कै स्क्रिनसट गरेर राखेको छु। मेरो मित्रहरू, साथीभाइ, तपाईँहरू जो पनि साथीहरू एमबिसीमा जाँदै हुन्छ तपाईँको लागि यो भिडियो चाहिँ एकदम इम्पोर्टेन्ट छ। कृपया सबैजनाले चाहिँ सबैजना आफ्नो साथीमा सेयर गर्नु होला भन्न चाहन्छु। यो स्क्रिनसट तपाईँले हेरेर पढेर तपाईँले चाहिँ यसरी बुझेर चाहिँ सबैजना इन्टरभ्यूलाई जानु होला। इन्टरभ्यू जाँदाखेरि चाहिँ मैले तपाईँलाई पहिला पनि भनिहालेँ, एकदम फ्रेस भएर टक्का जाँड रक्सी नखाएर, खनी चुरोट नखाइकन, चिरीचट्टा परेर, दारी कपाल फालेर, कानका मुन्द्रा सुन्दर निकालेर, तपाईँको घाँटीका दाम्ला साम्ला जे पनि छन् तपाईँसँग दाम्ला साम्ला के बान्नु छ त्यस्तो ट्यापे पाराले नजानु होला। टेटी चट्टा परेर राम्रो कपडा लाएर सकेसम्म चाहिँ तपाईँको कोट त नभए पनि सर्ट प्यान्ट चाहिँ टक्क लाएर एकदम फ्रेस भएर फ्रेस तरिकाले चाहिँ इन्टरभ्यू दिन जानु होला। र पहिलो कुरा तपाईँको पासपोर्टको फोटोहरू नकोरेको नबिग्रेको होस्, पुलिस रिपोर्ट सही बनाउनु होला भन्न चाहन्छु। सबैजना जो पनि साथीहरू तपाईँहरू रोमानियामा आउँदै हुन्छ, इन्टरभ्यू जाँदै हुन्छ, तपाईँहरूलाई चाहिँ धेरै धेरै शुभकामना। तपाईँहरूको काम चाहिँ राम्रोसँग बनोस्, तपाईँले चाहिँ राम्रोसँग इन्टरभ्यू दिएर चाहिँ आउनुलाई भन्दै आजको यो भिडियोबाट छोड्न चाहन्छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला, भिडियो टक्क लाइक गरेर
आफ्नो साथीमा चाहिँ अनुहार चाहिँ जसरी हुन्छ सेयर पनि गर्नु भन्छ। हस्त भाइ।